गुड इभिनिङ सबैलाई। अनि आज चाहिँ नानीको मिटिङ थियो हो। नि मिटिङ सकेर हामी चाहिँ घरमा आयो। अनि ड्रेस गरेर अब चाहिँ म के गर्न आँटेको छु भने चाहिँ अब चाहिँ म बिरयानी बनाउन आँटेको। अनि म चाहिँ बिरयानी कसरी बनाउँछु भनेर चाहिँ तपाईँहरूलाई पनि देखाउँछु हो। हेर्दै गर्नुहोस्। अनि मेरो नानी चाहिँ कहाँ जान आँटेको अरे उसको साथीको बर्थडे अरे नि त के हुन्छ त्यहाँ जानु आँटेको नानी चाहिँ। अन्त म चाहिँ अब बिरयानी पकाउन आँटेको मिठो गरेर हेर्दै गर्नुहोस्। तर आफ्नो आफ्नो तरिका हुन्छ पकाउने चाहिँ। म चाहिँ यसरी पकाउँछु हो, हेर्दै गर्नुहोस्। यहाँ चाहिँ मैले सबै सामानहरू रेडी गरिसकेँ। यहाँ प्याज काटेँ, रामभेँडा काटेँ, अन्त यहाँ लसुन पनि कच पारेर चाहिँ यहाँनिर राखिसकेँ हो। अन्त यहाँ चामल निकालेँ मैले। अन्त यहाँनिर चाहिँ मैले लेग पिस निकालेर लेग पिस पकाउँछु। अब म चाहिँ यहाँ पकाउन आँटेको हो। यहाँ चाहिँ अब म तेल हाल्छु, त्यहाँखेरि सबै रेडी गर्छु ल, देखाउँदै गर्छु। यहाँ चाहिँ मैले 5 फोरन हालेँ, अन्त तेजपत्ता हालेँ, त्यहाँदेखि लसुन प्याज टमाटर हालेँ, अन्त एकछिन चलाउँदैछु। हर्दी पनि हालेँ, रङ खोर्सानी, जिरा हालेँ, नुन पनि हालेँ। अन्त मैले यहाँ चलाउँदैछु। अब मजाले यो पाक्नुपर्छ, त्यहाँदेखि मात्रै लेग पिस हाल्छु, चिकन लेग पिस चाहिँ मैले चामल पनि बसाइसकेँ हो। अब यो चामल पाक्छ। अन्त यहाँ पनि म मसला भुट्दैछु, हेर्दै गर्नु होला। सनराइजको बिरयानीको मसला पनि हालिदिन्छु। अब चाहिँ म यो लेग पिस हालिदिन्छु। पाक्नुपर्छ बिस्तारै सानो फ्लेममा। यहाँ हेर्नुहोस् पाक्दैछ। दामी कलर आएको तर भिडियोमा चाहिँ पनि कस्तो हाल्दैछ चाहिँ पानी हाल्दै पकाउनु पर्छ। पानी हालेर पकाउनु पर्यो, पाक्नु पर्यो नि त्यहाँभित्रसम्म। अब पाक्छ बिस्तारी। बिरयानीको यो चाहिँ ग्रेभी चाहिँ पाकिसक्यो। अनि अब चाहिँ मैले अलिकति पानी हालेर धनियाँ हालेर अन्त एकछिन मजाले उमाल्छु। अब चाहिँ पाकिसक्यो प्रायः। अब एकछिन मजाले उम्लोस्, पहिले पानी पनि अलिकति सुकोस्। बिरयानीको यो पनि के अरे रेडी भइसक्यो। अनि मैले भात पनि यहाँ आधी खनाइसकेँ। यो भात चाहिँ राम्रोसँग प्याकेज छैन। यसलाई चाहिँ मैले भात तरकारी गरेर चाहिँ लेयर गरेर हालिसकेँ। अनि अब यसलाई चाहिँ एकछिन म हल्का आँचमा एक सिटी लगाइदिन्छु, त्यहाँदेखि चाहिँ मेरो बिरयानी रेडी हुन्छ। यता चाहिँ मेरो ग्रिन चटनी पनि रेडी भएको छ, पिरो। हाम्रो बिरयानी चाहिँ पाकेर रेडी भयो हो। आजको थाली चाहिँ हाम्रो यो हो। अनि यहाँ चाहिँ यो चाहिँ हरियो चटनी हो नि त,
अन्त त्यो भएर चाहिँ हरियो देखिरहेछ। अनि बिरयानी पनि रेडी भयो, अब हामी खान्छौँ। र आजको बिरयानीको रेसिपी भ्लग चाहिँ यति नै थियो। र अर्को भ्लगमा फेरि भेटौँ न, बाई बाई।